हाम्रो जीवनमा सबभन्दा पहिलो गुरु यानि टिचर को हो त भन्दाखेरि हाम्रो बुवा आमाहरू हो है। उहाँहरूले चाहिँ हामीलाई अब यो संसारमा जन्म दिएर चाहिँ अनि हिँड्न सिकाउने, बोल्न सिकाउने है, त्यो सबै कुराहरू चाहिँ उहाँहरूले बुवा आमाले सिकाउनुहुन्छ। र जब हामी अब ठुलो हुँदै जान्छौँ, सही गलत है, सुख दुःख, राम्रो नराम्रो छुटाउन र सुख प्राप्त गर्नको लागि, सुखमा पनि धेरै प्रकारको सुख हुन्छ है। जस्तै केही समयको लागि सुख है, र एउटा हुन्छ परम सुख, जस्तै इङ्ग्लिसमा अल्टिमेट ह्याप्पिनेस भन्छौँ है। त्यो सुख, परम आनन्द कसरी प्राप्त गर्ने भनेर चाहिँ हामीले गुरुजीलाई नै हामीले गुरुजीबाट नै हामीले सिक्नुपर्छ है। र त्यसैले चाहिँ हाम्रो जीवनमा चाहिँ गुरुजी भनेको चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ है। र त्यसैले आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई गुरुलाई दर्शन गर्नुको कारणहरू र फाइदाहरूको विषयमा भन्ने छु है। र सर्वप्रथम नमस्ते, टासिदेलेक फ्यापुला छ्याजलो, म जोडेन गुरुङ। तपाईँहरू सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र सर्वप्रथम हाम्रो बुद्धिस्टमा चाहिँ हामीले लामा रिम्पोछेहरू गुरुजीहरूलाई चाहिँ हामीले दर्शन गर्ने गर्छौँ र हामीले धेरैचोटि दर्शन गर्छौँ है। र त्यो दर्शन गरेको कारण के हो है, र अब लामा गुरुजीको दर्शन गरेमा कतिको चाहिँ हामीले पुण्य कमाउँछौँ भनेर चाहिँ पहिलो कुरा चाहिँ त्यसको बारेमा भन्नेछु है। र सूत्रहरूमा लेखे अनुसार है, एउटा उदाहरण दिएर चाहिँ म भन्नेछु। मानौँ एउटा मान्छेले चाहिँ हजार यानि लाखौँ मान्छेको चाहिँ आँखा निकालिदियो अरे होइन है, आँखा दुवै निकालिदियो अरे। तर अर्को एकजना व्यक्ति आएर, अर्को एकजना मान्छे आएर चाहिँ त्यो लाखौँ हजारौँ सबै मान्छेलाई चाहिँ आँखा दियो भने कतिको पुण्य कमाउनुहुन्छ होइन? धेरै पुण्य कमाउँछ नि त। त्योभन्दा पनि धेरै यदि हामीले आफ्नो लामा गुरुजीहरूको दर्शन गर्नुभयो भने चाहिँ, रिम्पोछेहरूको दर्शन गर्नुभयो भने चाहिँ त्योभन्दा पनि धेरै पुण्य कमाउँछौँ भनेर सूत्रहरूमा लेखेको छ। र त्यसैले चाहिँ लामा गुरुजी रिम्पोछेहरूको चाहिँ समय समयमा चाहिँ हामीले दर्शन गरिरहनुपर्छ भनेर चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। र अर्को कुरा, यदि जस्तै मानौँ अब अहिले हाम्रो विश्वमा सबभन्दा ठुलो गुरुजी भनेको दलाई लामा है, उहाँ हुनुहुन्छ है। र उहाँको दर्शन गर्नु त्यति सजिलो छैन है। जस्तै मानौँ उहाँ बोधगयामा उहाँ धेरैचोटि पाल्नुहुन्छ है। र त्यति बेला हामीले दर्शन पाउने भनेको टाढादेखि मात्र हो नि त होइन, छेउमा गएर दर्शन हामीले पाउन एकदमै गाह्रो हुन्छ नि त त्यो बेला। र त्यति बेला त्यो हजारौँ मान्छेको भिडमा चाहिँ हामीले टाढादेखि पनि यदि हामीले रिम्पोछे यानि दलाई लामाज्यूलाई हामीले देख्न पायौँ भने पनि धेरै पुण्य कमाउनुहुन्छ। यदि टाढाबाट देख्नुमा मात्र तपाईँले धेरै पुण्य कमाउनुहुन्छ भने झन् नजिक गएर गुरुजी रिम्पोछेलाई ढोक गरेर है, खादा फुलहरू चढाएर दर्शन गर्नुभयो भने धेरैभन्दा धेरै धर्म हुन्छ, पुण्य कमाउनुहुन्छ भनेर म भन्न चाहन्छु है। र अर्को कुरा, मान्छे बित्नु अगाडि लामा गुरु है, रिम्पोछेहरूको दर्शन गरेमा के फाइदा छ है भन्नुपर्दाखेरि, अब हामीले बुद्ध धर्ममा हामीले के गर्छौँ, जब मान्छे बित्छ त्यो बेला हामीले गुफा बसेको लामालाई बोलाइकन चाहिँ हामीले फवा भन्ने गर्छौँ है। त्यो फवा भन्ने गर्छौँ हामीले। तर बित्नुभन्दा अगाडि यदि लामा गुरुजी रिम्पोछेहरूको दर्शन पायौँ भने त्यो चाहिँ सबैभन्दा राम्रो फवा हो भनेर पुस्तकहरूमा लेख्नु भएको छ है।
हस् त। र तेस्रो कुरा, जब हामीले लामा गुरुजी रिम्पोछेहरूको दर्शन गर्छौँ तब हामीले ढोक गर्छौँ नि त, तीनचोटि ढोक गर्छौँ नि। त्यो ढोक गर्नुको कारण के हो है भन्दाखेरि चाहिँ त्यो ढोक गरेको चाहिँ अब हामीले के बुझ्नु पर्यो भन्दा चाहिँ हामीले जुन गुरुजी रिम्पोछे है लामा, उहाँलाई हामीले जुन लामा गुरुजीहरूलाई हामीले ढोक गरिरहेछौँ, त्यो गुरुजी लामा रिम्पोछेहरूले चाहिँ हामीलाई राम्रो है र सुखको बाटो देखाउने है र बुद्ध प्राप्त गर्न सक्ने बाटो देखाउने क्षमता भएको है र हामीलाई कुकर्म यानि नराम्रो कामहरूबाट चाहिँ बचाउनको लागि चाहिँ हामीले ढोक गरेको है। अब ढोक गर्नुमा चाहिँ हामीले पहिला मैले ढोकको विषयमा लिएर मैले पहिले नै भिडियो बनाएको छु है। ढोक गर्दाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले अब यसरी 3 जग्गामा हात राखेर चाहिँ ढोक गर्छौँ हैन, 1 2 3। यसले चाहिँ के बुझाउँछ भन्दाखेरि हाम्रो शरीर, हाम्रो वचन, हाम्रो मन, यी तीनवटै म अब लामालाई तपाईलाई चढाउँछु भनेर चाहिँ हामीले ढोक गरेको। अब चढाएर चाहिँ के गर्नु खोजेको भन्दाखेरि यो मैले मेरो जुन शरीर छ, मेरो वचन छ, मेरो मन छ, यी तीनवटा चाहिँ म तपाईलाई चढाएर चाहिँ तपाईले चाहिँ मलाई राम्रो बाटो देखाइदिनुस् है, बुद्धको बाटो देखाइदिनुस्, सुखको बाटो देखाइदिनुस् भनेर चाहिँ गाइड गरिदिनुस् भनेर चाहिँ हामीले आफ्नो शरीर, वचन र मन लामा गुरुजी रिम्पोछेहरूलाई चढाएको। त्यस्तो बुझ्नु पर्यो हामीले है त। जब हामीले लामा गुरुजीहरूको दर्शन गर्छौँ त्यति बेला हामीलाई रातो पहिलो धागो, प्राय जस्तो रातो हुन्छ है, रातो सुङदुई भन्छ त्यसलाई, रातो धागो दिन्छ नि त, हामीले घाँटीमा लाउँछौँ, सुङदुई भन्छ त्यसलाई। त्यसको अर्थ के हो भन्दाखेरि चाहिँ अब हामीले त्यो सुङदुई यानि त्यो धागो, रातो धागो लगायो भने चाहिँ हामीलाई नराम्रो मानव र अमानवहरूबाट चाहिँ बचाउन है र तिनीहरूबाट चाहिँ हामीलाई हानि नहुनको लागि चाहिँ हामीले त्यो सुङदुई लगाएका हौँ है त। र अब त्यसलाई हामीले फोहोर हुन दिनु भएन है, र हामीले सकेसम्म सफा गरेर लाउनु पर्यो है त। हजुर। र अर्को कुरा, अब हामीले संसारमा अब गुरुजी त धेरै छन् नि त हैन, लामा गुरुहरू धेरै छन्, कसै हामीभन्दा टाढा छ, कसै हामी अब हाम्रो छेउ नजिकमै हुन्छ है। अब उहाँहरूलाई हामीले श्रद्धा यानि विश्वास कसरी गर्ने भन्दाखेरि चाहिँ अब संसारका सबै प्राणीहरूले सुख चाहन्छन् है, तर मैले अघि भने चाहिँ परम आनन्द यानि परम सुख कसरी प्राप्त गर्ने भनेर चाहिँ हामीलाई थाहा हुँदैन है त। तर अब गौतम बुद्धले बुद्ध त प्राप्त गर्नुभयो है, र साथै उहाँले परम सुख प्राप्त गर्नुभयो, र उहाँले जसरी आफूले अब परम सुख यानि बुद्धत्व प्राप्त गर्यो त्यसरी नै अब अरू प्राणीहरू, संसारका सबै प्राणीले चाहिँ प्राप्त गरून् भनेर चाहिँ उहाँले सबै आफ्नो सूत्रमा भन्नुभएको छ है, सबै त्यो सूत्रमा लेखिएको छ। अब त्यो सूत्रको अर्थ, त्यो सूत्रमा के लेखिएको छ है, त्यसको सही अर्थ के हो भनेर बुझ्नको लागि अब अहिले त गौतम बुद्ध त हुनुहुन्न नि, अब हाम्रो अगाडि को छ भन्दाखेरि चाहिँ अहिले हाम्रो गुरुजीहरू है, हाम्रो टिचर गुरुजी रिम्पोछेहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ अब हामीहरूलाई यो बुद्धत्व प्राप्त गर्ने, परम सुख प्राप्त गर्ने बाटो चाहिँ उहाँले हामीलाई देखाउन सक्ने उहाँलाई क्षमता छ, र उहाँले चाहिँ अब देखाइयोन् भनेर चाहिँ अब हामीले विश्वास गर्ने हो र श्रद्धा गर्ने हो है। र के हो भन्दाखेरि चाहिँ अब जसरी एउटा बिमार मान्छेले आफू बिरामी भएको, आफू बिमार भएको थाहा हुनु पर्यो। आफू बिमार भएको थाहा भएपछि त्यसको उपचार गर्ने क्षमता डाक्टरमा भएको है थाहा हुनु पर्यो, र त्यो डाक्टरले चाहिँ अब हामीलाई बिमारबाट मुक्ति गराउन सक्छ भन्ने कुरा चाहिँ हामीले विश्वास हुनु पर्यो नि त है। त्यो जस्तै गरेर
हामीले पनि परम सुख प्राप्त गर्नको लागि अब परम सुख प्राप्त गर्नबाट हामीलाई बुद्धता प्राप्त गर्नबाट हामीलाई कसले रोकिरहेको छ भन्दाखेरि हाम्रो मनभित्र भएको राग, रिस, अज्ञान, खास चाहिँ यी तीनवटा हुन् है त। राग है, रिस र अज्ञान, यी तीनवटाबाट मुक्त गराउन सक्ने है, यी तीनवटाबाट मुक्त गराएर परम सुख, परम आनन्द प्राप्त गराउन सक्ने, बुद्धता प्राप्त गराउन सक्ने क्षमता चाहिँ लामा गुरुजीहरूमा, रिम्पोछेहरूमा भएको चाहिँ हामीले विश्वास हुनु पर्यो र हामीले त्यस श्रद्धापूर्वक हामीले चाहिँ उहाँहरूलाई अब ढोग्ने, दर्शन गर्ने, हजुर त्यस्तो गर्नु पर्यो भनेर चाहिँ तपाईँहरूलाई म आजको भिडियोमा चाहिँ लामा गुरुजी रिम्पोछेहरूको दर्शन गर्नुको कारण, दर्शन गरेको फाइदा के हो भनेर चाहिँ त्यसको विषयमा छोटो कुराहरू भनेको है। र त्यसै गरी अरू पनि धर्म सम्बन्धित केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। म सकेसम्म तपाईँहरूलाई छिटोभन्दा छिटो त्यस विषयमा भिडियो बनाउने छु है। र भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। कृपया अनि यो भिडियो अरूलाई सेयर गरिदिनु होला है, सब्सक्राइब गरिदिनु होला। हस् त, अनि फेरि पनि अरू भिडियोमा भेटौँला। हस्, धन्यवाद।